आजकलका किशोर किशोरीहरूका लागि इन्टरनेट भनेको सायद सास फेर्नु जस्तै हो होइन त? सिक्नका लागि, मनोरञ्जनका लागि, साथीभाइसँग जोडिनका लागि यो उनीहरूको जीवनको एक महत्त्वपूर्ण हिस्सा हो। तर के हुन्छ जब यही उपयोगी कुरा एउटा अदृश्य जाल बन्न पुग्छ? आज हामी यही विषयको गहिराइमा पुग्दैछौँ, इन्टरनेटको लत। त्यसो भए प्रश्न यही नेर उठ्छ, के इन्टरनेट सम्बन्ध जोड्ने माध्यम मात्रै हो वा यो लतको पासो पनि बन्न सक्छ? यसको जवाफ खोज्न हामी एउटा निकै महत्त्वपूर्ण अध्ययनको निष्कर्षलाई केलाउनेछौँ। यसको जवाफ खोज्न हामी कतै टाढा जाँदैनौँ, बरु हाम्रो आफ्नै काठमाडौँमा गरिएको एउटा अध्ययनलाई हेर्छौँ। यो अध्ययनले 376 जना माध्यमिक तहका विद्यार्थीहरूको इन्टरनेट प्रयोगको बानीलाई नजिकबाट निहालेको थियो, जसले हामीलाई डिजिटल हुँदै गइरहेको हाम्रो समाजको एउटा निकै रोचक तर गम्भीर तस्विर देखाउँछ। अब हामी अगाडि बढ्नुभन्दा पहिले एउटा कुरा स्पष्ट पारौँ, हामी इन्टरनेटको लत भन्दा के बुझ्छौँ त? खासमा यो भनेको इन्टरनेटको यस्तो अनियन्त्रित र अत्यधिक प्रयोग हो जसले व्यक्तिको पढाइ, सम्बन्ध, निद्रा अर्थात् दैनिक जीवनका हरेक पक्षमा नराम्रो असर पार्न थाल्छ। यो अध्ययनले एउटा एकदमै सिधा तर निकै गम्भीर प्रश्न सोध्यो। काठमाडौँका यी विद्यार्थीहरूमाझ इन्टरनेटको लत वास्तवमा कत्तिको फैलिएको छ त? अब आउने जवाफले हामीलाई एकछिन सोच्न बाध्य बनाउन सक्छ। ल, अब तयार हुनुहोस्, किनभने अध्ययनको नतिजा साँच्चै नै सोचमा पार्ने खालको छ। यो एउटा आँकडा मात्र होइन, यो एउटा चेतावनी पनि हो। 51.1%। फेरि सुन्नुहोस्, 51.1% हो। अध्ययनमा सहभागी आधाभन्दा बढी विद्यार्थीहरूमा कुनै न कुनै स्तरको इन्टरनेटको लत पाइएको थियो। यो सङ्ख्या साँच्चै नै चकित पार्ने खालको छ, होइन त? अब यो 51.1%लाई पनि अझै गहिराइमा हेरौँ न। यो एउटा ठूलो सङ्ख्या मात्र होइन, यसभित्र पनि तहहरू छन्। हेर्नुहोस् त, करिब 25%मा सामान्य, 23.7%मा मध्यम र 2.4%मा गम्भीर खालको लत देखियो। यसको मतलब लगभग आधा विद्यार्थीहरू यो समस्याको कुनै न कुनै चरणमा छन्। ठिक छ, सङ्ख्या त थाहा भयो, तर यस्तो किन भइरहेको छ त? के हुन् त ती कारणहरू जसले किशोर किशोरीहरूलाई यो जोखिममा पारिरहेको छ? अब हाम्रो ध्यान केबाट किनतर्फ जाँदैछ? अध्ययनले मुख्यतया 3वटा कुरामा औँला ठडाएको छ: विद्यार्थीको बसाइको अवस्था, उनीहरूले स्क्रिनमा बिताउने समय र सबैभन्दा महत्त्वपूर्ण उनीहरूको मानसिक स्वास्थ्य। आउनुहोस्, यी प्रत्येकलाई एक एक गरी हेरौँ। सबैभन्दा पहिलो कुरा बस्ने ठाउँ। अचम्म लाग्न सक्छ, तर जो विद्यार्थीहरू अभिभावकबाट टाढा, जस्तै एक्लै वा साथीहरूसँग बस्थे, उनीहरूमा इन्टरनेटको लत हुने सम्भावना झन्डै 3 गुणाले बढी देखियो। यसले अभिभावकको निगरानीको महत्त्वलाई स्पष्ट पार्छ। त्यस्तै अर्को महत्त्वपूर्ण कुरा हो स्क्रिन टाइम। हिसाब एकदमै सिधा छ। दिनमा 2 घण्टाभन्दा कम चलाउनेको तुलनामा 2 घण्टा वा त्योभन्दा बढी अनलाइन बिताउनेहरूमा जोखिम सिधै दोब्बरभन्दा बढी। समयको मात्राले सिधै जोखिम बढाउँदो रहेछ। र अब सायद सबैभन्दा गम्भीर र महत्त्वपूर्ण सम्बन्ध, त्यो हो इन्टरनेटको लत र मानसिक स्वास्थ्य बीचको गहिरो सम्बन्ध। जस्तै गम्भीर डिप्रेसनका लक्षण भएका विद्यार्थीहरूलाई हेर्दा उनीहरूमा इन्टरनेटको लत हुने सम्भावना लगभग 3 गुणा बढी पाइयो। यस्तो लाग्छ कि कतिपयका लागि इन्टरनेट वास्तविक जीवनको तनाव र समस्याबाट भाग्ने एउटा ठाउँ बनिरहेको छ। तर सबैभन्दा कहाली लाग्दो तथ्याङ्क त अनिद्रासँग जोडिएको छ। सुन्नुहोस् है, सामान्य वा मध्यम अनिद्रा भएकामा जोखिम 5 गुणा बढी थियो, तर गम्भीर अनिद्रा भएकाहरूमा यो जोखिम 21 गुणाले बढेको थियो। 21 गुणा! यो त साँच्चै नै डरलाग्दो सम्बन्ध हो, जसले इन्टरनेट प्रयोग र निद्रा बीचको खतरनाक दुष्चक्रलाई देखाउँछ। ओके, समस्या बुझ्यौँ, कारणहरू पनि हेर्यौँ। अब के त? के यसको कुनै समाधान छैन? अवश्य छ। अब हामी समस्याबाट समाधानको बाटोतर्फ लागौँ। अध्ययनले केही स्पष्ट उपायहरू सुझाएको छ। अध्ययनले रोकथामका लागि 3वटा मुख्य आधारस्तम्भहरू देखाएको छ। पहिलो, अभिभावकको भूमिका र मार्गदर्शन। दोस्रो, स्पष्ट नियम कानुन। र तेस्रो, विद्यालयको सक्रियता। यसलाई अझै प्रष्ट पारौँ है। पहिलो, अभिभावकहरूलाई नै जानकारी दिनु पर्यो कि कसरी आफ्ना छोराछोरीलाई सही तरिकाले इन्टरनेट चलाउन सिकाउने। दोस्रो, उमेर अनुसार कति समय चलाउने, के हेर्ने भन्नेबारे एउटा स्पष्ट नियम बनाउनै पर्छ।
र तेस्रो, स्कुलहरूले पनि विशेष गरी एक्लै बस्ने विद्यार्थीहरूलाई ध्यानमा राखेर जिम्मेवार इन्टरनेट प्रयोगबारे कार्यक्रमहरू ल्याउनु एकदमै जरुरी देखिन्छ। अध्ययनको निष्कर्षले पनि यही कुरालाई जोड दिन्छ। उनीहरू भन्छन् सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा दिने कार्यक्रमहरूले अभिभावकहरूलाई लक्षित गर्नुपर्छ। मतलब यो लडाईँको अग्रपङ्क्तिमा अभिभावकहरू नै हुनुपर्छ। त्यसो भए अन्तमा एउटा प्रश्न, हामी सबैका लागि, हाम्रो समाज, हाम्रो स्कुल र हाम्रो परिवार, हामी सबै मिलेर किशोर किशोरीहरूका लागि एउटा स्वस्थ र सुरक्षित डिजिटल भविष्य कसरी बनाउन सक्छौं? यो प्रश्नको जवाफ खोज्ने जिम्मेवारी हामी सबैको हो।